हाई अनि हेलो साथीहरू, के कस्तो अवस्थामा हुनुहुन्छ, कहाँ हुनुहुन्छ? जस्तो अवस्था भए पनि भिडियो लिएर आइसकेको छु म तपाईँहरूको सामु। आज चाहिँ म तपाईँहरूको सामु यस घरमा अर्थात् गाउँमा यो के कस्तो यो प्राकृतिक रहेको प्रकृतिमा रहेका चिजहरू के कस्ता छन् हाम्रो गाउँमा घरमा चाहिँ भन्ने कुराहरू तपाईँहरू देखाउन गइरहेको छु। यो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नलाई नभुल्नु होला, स्किप नगरी अर्थात् नकटाइकन हेरिदिनु होला, तपाईँहरूले केही कुरा जान्नुहुनेछ। म तपाईँहरूलाई नयाँ कुराहरू देखाउनका लागि आज म यस भिडियो लिएर आएको छु। साथीहरू जहाँ जस्तो अवस्था हुनुहुन्छ र यो नयाँ हुने साथीहरूले यसलाई लाइक सेयर र सब्सक्राइब गर्न नभुलिदिनु होला र पुरानो जे जस्तो अवस्थामा हुनुहुन्छ सेयर र लाइक गर्न नभुलिदिनु होला। साथीहरू यस्तो नयाँ नयाँ भिडियोहरू म तपाईँहरूको सामु लिएर आउँदै जाँदैछु। अब हाम्रो भिडियोतर्फ अगाडि बढौँ। आजको भिडियो चाहिँ के छ भन्ने कुराहरू तपाईँहरूलाई म देखाउने नै छु। गाइजहरू हेर्नुहोस् है साथीहरू, यो हाम्रो चाहिँ गाउँमा यहाँ प्याज रोप्नु भएको रहेछ। प्याज चाहिँ हुर्केर यत्रो भइसकेको रहेछ। अहिले चाहिँ यो प्याजलाई चाहिँ बटार बुटुर गरेर ठुल्ठुलो पोटी हुन्छ अरे भन्ने कुरा चाहिँ टक्क मम्मीहरूले सिकाउनु भएको थियो होइन। अब यस्तै नै हो, अब यस्तै छ। टमाटर पनि रोप्नु भएको रहेछ होइन, एकदमै राम्रोसँग हुर्किरहेको छ। यहाँ चाहिँ फुलेको पनि देख्न सक्नुहुन्छ, यहाँनिर पातहरू फुलिरहेको छ एकदमै। यो तरकारी अनि यो प्याजहरू यो एकदमै राम्रो देखिँदो रहेछ कि ठाउँ पनि यस्तो रोपिसकेपछि चाहिँ होइन। यहाँनिर चाहिँ आलु लाउनु भएको रहेछ। आलु चाहिँ यहाँ हेर्नुहोस् त, हरियो भएर टक्क भएछ। अब त खने खने बेला पनि हुँदैछ भन्नु हुँदै थियो। अहिले अब खन्दाखेरि चाहिँ टक्क उसिनेर टक्क खाने हो। अनि यो अहिले मैले नयाँ कुरा थाहा पाएँ कि यस्तो होइन, पुरा आलु पनि फुल्दो रहेछ कि यहाँनिर चाहिँ आलु नै फुलिरहेछ कि होइन साथीहरू। यस्तो राम्रो राम्रो हुँदो रहेछ। गरेपछि हुन्छ क्या, नगरी चाहिँ हुँदैन। हाम्रो नेपालमा पनि केही चाहिँ हुन्छ कि, तर गर्नु चाहिँ पऱ्यो, जाँगर चलाउनु पऱ्यो होइन, अल्छी गर्नु भएन। धेरै जसो अल्छी गर्ने बान्छ, म पनि अलिअलि अल्छी नै हो चाहिनेमा। यस्ता धेरै कुराहरू रोप्नु भएको रहेछ होइन। यहाँ चाहिँ अब हेर्न सक्नुहुनेछ। अब अलिअलि भए पनि गर्नु नै भएको छ होइन। घरेलु यसो खानेतिनै अब बेच्नको लागि त होइन गरेको, त्यही पनि अब साथीहरूलाई धेरै कुरा त कहाँ देखाउन सकिन्छ र अलिअलि भएको होइन देखाउने हो। केही कुरा साथीहरू मेरो भिडियोमा केही नराम्रा कुराहरू आएका छन् भने मलाई कमेन्ट गर्न सक्नुहुनेछ। यो भिडियो चाहिँ हामीले टक्क एउटा जस्ट नेचुरल भिडियो बनाएका छौँ। यसमा चाहिँ प्राकृतिक सुन्दरताका विभिन्न भिडियोहरू पनि देख्न सक्नुहुन्छ र नयाँ नयाँ कुराको अपडेट पनि देख्न सक्नुहुन्छ। के कस्ता छन् नेपालमा है, विदेशमा बस्नुहुने दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्ण बाजे बज्यूहरूले हेर्नुभएका यो भिडियोहरू यसो तपाईँहरूलाई सबैलाई धन्यवाद छ। अनि यो भिडियो चाहिँ जहाँ जस्तो अवस्थामा हेर्नु हुँदैछ कमेन्ट गर्ने कमेन्ट गर्नुहोस्, लाइक गर्ने लाइक गर्नुहोस्। अब के कस्तो हुन्छ भन्ने कुरा देखाउँदै जाँदैछु होइन। ल त गाइजहरू, यहाँनिर चाहिँ हाम्रो खोर्सानी म भन्दा पनि अग्लो रहेछ भनेर हेरौँ त। खोर्सानी पनि अग्लो रहेछ, पुरा हरियो हुँदैछ। अब वैशाख लाग्दैछ, चैत लागिसक्यो होइन। अहिलेको समयमा चाहिँ यो खोर्सानीहरू हरियो हुने रहेछ क्या। हेर्नु त एकदम म भन्दा पनि अग्लो छ यो खोर्सानी त। अब के भन्नु होइन, अब यसले पाकेपछि म करम चबाएर खाने हो चाहिनेमा। अनि यहाँ देख्न सक्नुहुन्छ यता पनि बकुल्लाहरू है धनियाँहरू रोप्नु भएको रहेछ चाहिने। अनि यहाँ आलु पनि, यहाँ पनि आलु रहेछ भने हाम्रो आलु रहेछ चाहिनेमा। यसपालि आलु चाहिँ धेरै उसिनेर खान पाइन्छ जस्तो छ है होइन। अनि के छ त अनि गाउँघरतिर यस्तै छ रमाइलो। खडेरी लागिरहेछ अहिले। मकै रोप्ने समयमा चाहिँ चाहिनेमा अहिले जोतेको पनि छैन बारी। हेर्नुहोस् त के मजाको यो नेपालमा अब खडेरी लाग्ने हो। कहिले बाढी पहिरो आउँछ, कहिले खडेरी लाग्छ। तल बस्दैन न, पुरा घामले टटाएर बसिरहेको छ। यिनीहरूलाई पनि घाँस त दिइसकेको हो। अब यस्तै छ। यहाँनिर त साथीहरू यो चाहिँ हाम्रो टमाटर रहेछ होइन, रोपेको टमाटर। अब यहाँनिर टमाटर रोपेको, अब यहाँ भर्खर उम्रिदिएको बिरुवाहरू पनि रहेछ भने भर्खर रोप्नु भएको। यता चाहिँ पुरा 2-3 वर्ष चाहिँ नभनौँ होइन, 1 वर्ष भइसकेको छ। अब ओइलिँदै गएको यो अलिअलि रहेछ। यसलाई पनि उखालेर अब सागपात रोप्ने भन्नुहुँदैछ। अनि यहाँ पनि
रोप्नु भएछ यसो टमाटरहरू। अब फलेपछि खानुपर्छ साथीहरू। खानको लागि चाहिँ छोड्नु हुँदैन, जसले दियो भने गम कि गम दिइहाल्ने हो, अनि पछि भन्ने हो क्या होइन। तागत त बनाउनु पऱ्यो नि हौ पहिले गर्ने बेलामा साथीहरू। अब त्यस्तै छ होइन, धेरै कुरा किन गर्नु, रमाइलो हुँदैछ। अब भिडियोहरू यस्तै आउँछ। अब धेरै त बनाउन जाने छैन, त्यही पनि अलिअलि गर्ने क्रममा छु। यस्तो कुराहरूमा तपाईँहरू पनि भिडियो बनाउनु चाहनुहुन्छ भने, अब भिडियो सिकाउन भिडियो बनाउन सिकाउनु भन्नुहुन्छ भने त्यो पनि सिकाउनु होला। तर त्यो कमेन्ट गर्नु पऱ्यो होइन, कमेन्ट नगरेर चाहिँ कसरी सिकाउनु भन्ने होइन। अब त्यति लाएर पनि अब त्यो काम छैन। गाइजहरू तपाईँहरूले पनि भिडियो बनाउन सक्नुहुन्छ भने युट्युबतिर पनि खोज्न सक्नुहुन्छ, अर्थात् मलाई नै सिकाइ माग्नुहुन्छ भने तपाईँहरूलाई म पनि सिकाउन सक्छु होइन। अब यस्तै छ गाउँमा त्यो रमाइलो आज आएको। अब यसो तिर बसिन्छ होइन। खोटाङ, अब खोटाङ यो हाम्रो जिल्ला नेपालको एक प्रख्यात जिल्ला खोटाङ पनि हो। एकदमै राम्रो रमणीय दृश्यहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। यति मात्र होइन, यहाँनिर विभिन्न हल्सी देवथान र ट्याम्के डाँडा अग्लो स्थानमा रहेको ट्याम्केहरू र लगायत सम्पूर्ण तीर्थस्थलहरू पनि तपाईँहरूले भ्रमण गर्न सक्नुहुन्छ। तपाईँहरू आउनु सक्नुहुन्छ। र अब मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अब धेरै त किन बोल्नु होइन, धेरै बोले भिडियो पनि हेर्नलाई झ्याउ लाग्छ। अब राम्रो राम्रो कुराहरू देखाए पो होइन, यसो रङ्गी चङ्गी अलिक हाँस्यो होइन, मनमा पनि मनोरञ्जन खाले होस् भन्ने खालको भिडियो देखाए पो अलिक राम्रो हेरौँ लाग्छ होइन। अब त्यस्तो भिडियो त बनाउन सकेको छैन, जे भने अलिअलि केही कुराहरू देखाउन सकिरहेको छु। साथीहरू यो भिडियोलाई चाहिँ लाइक सेयर नगरिदिनु होला। आजलाई भिडियो यतिमै अन्त्य गर्न चाहन्छु। फेरि पनि भिडियो तपाईँहरूलाई नयाँ नयाँ कुराको बारेमा लिएर आउने र तपाईँहरूले सक्दो सपोर्ट गरिदिनु हुनेछ भन्ने आशाको साथ म तपाईँहरूलाई यो भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै म आज यो भिडियोबाट बिदा हुन्छु। फेरि अर्को भिडियो लिएर आउन बाचाको साथ म अहिले